तपाईले कलकल बगेकी बागमती देख्नुभएको होला, तर यसरी झरना भएर झरेकी बागमती सायद देख्नुभएको थिएन होला। विश्वास नलाग्न सक्छ, तर विश्वास नलाग्दैमा वास्तविकता परिवर्तन हुँदैन। वास्तविकता यो हो कि यसरी झरझर झरेकी बागमती नै हो। हामी आज त्यही बागमतीको यात्रा गर्दैछौँ। नपत्याए हेर्नुहोस् त, यो झरेकी बागमतीलाई आफ्नो आलिङ्गनमा लिनको लागि मैले आफ्ना हातहरू फैलाएँ। तर म मूर्ख भन्ने कि के भन्ने, मेरो यति सानो आलिङ्गनमा यति ठुलो बागमती कसरी समाहित हुन सक्छिन् र? आउनुहोस् यात्रा गरौँ यही झरेकी बागमती हेर्नको लागि ओख्रेनी झरनाको। नमस्कार अनि स्वागत छ सुरेन्द्र सिंह थापा अफिसियल युट्युब च्यानलमा। विगत केही समयदेखि देशका विभिन्न झरनाहरूमा जाने क्रममा छौँ र टाढाको झरनाहरू धेरै गयौँ। अब काठमाडौँमै भएको झरना जाँदैछौँ, त्यो पनि बागमती नदीमा भएको झरना। सोच्दै हुनुहुन्छ होला, बागमतीमा झरना कहाँनिर छ त त्यस्तो झरना? आज हामी तपाईँलाई पुर्याउँछौँ काठमाडौँ जिल्लाकै बागमती नदीमा भएको एउटा उत्कृष्ट एउटा सुन्दर झरना भएको ठाउँसम्म, जुन काठमाडौँको गोकर्णेश्वर नगरपालिकाको ओख्रेनी भन्ने स्थानमा छ, जसलाई ओख्रेनी झरना पनि भन्छन् र त्यसको लोकल नाम त्यहाँको स्थानीयहरूले भन्ने नाम चाहिँ पाङसाम झरना हो जस्तो मलाई लाग्छ। के झरना हो त्यहीँ गएर पत्ता लगाउँछौँ। ल अब बागमती नदी त धेरै भयो, हेर्नुभयो होला तपाईँले, बगेको सलल कलल। अब आज भने झरेर झरेको बागमती नदीको झरना हेर्छौँ है त। ल यात्रा सुरु गरौँ। ल आज काठमाडौँ जिल्लामै भएको त्यो पनि बागमती नदीको झरना हेर्न जाँदैछौँ। किलोमिटर 00 समय 12:01 ट्याक्र्याकै गयो। ल अब यात्रा सुरु गरौँ है त। सिधा यताबाट जान्छौँ। यहाँबाट 3.5-4 किलोमिटर अगाडि गएपछि बागमती नदी नै भेट्छौँ हामीले। अनि बागमती नदी किनारै किनार हामी सुन्दरी जल क्षेत्र प्रवेश गर्छौँ, सुन्दरी माईको दर्शन गर्छौँ। अनि त्यहाँबाट फेरि अगाडि बढेर हामी जान्छौँ ओख्रेनी झरनातिर है त। र आज मौसम यस्तो क्लियर छ, यति खुलिया छ यो मौसम, यत्तिकै भइदियो भने झरना त सुन्दर छँदैछ। झरना जाँदाखेरि बाटोको दृश्य, सुन्दर दृश्य देख्न पाइन्छ। ल आश गरौँ है त। ल ठ्याक्कै 3 किलोमिटर यात्रा गरियो। 3 किलोमिटर यात्रा गर्दाखेरि हामी आइपुग्यौँ यो बागमती नदीमा। ल हेर्नुहोस्, मैले भनेको थिएँ नि बागमती नदी आइपुग्छौँ अनि त्यसको किनारै किनार जान्छौँ भनेर। यही हो बागमती नदी। अब एकछिन नदीलाई नजिकबाट हेरौँ है त। त्यो खोलिएको आकाश देख्दा उडौँ उडौँ लाग्छ। अनि बगेको बागमतीसँगै बगौँ बगौँ। तर मनुष्य हो, न आकाशमा उड्न सक्छु, न बागमतीसँगै बग्न नै। त्यसैले यो दृश्य हेरेर रमाउँछु। यहाँनिर यो तपाईँले जय सुन्दरी माई भन्ने एउटा पेट्रोल पम्प देख्नुभयो। यहाँबाट दुईवटा बाटो, एउटा बायाँतिर छ, एउटा सिधा। अब हामी चाहिँ यो बायाँतिरको बाटो जाँदैनौँ। यदि तपाईँ जोरपाटीबाट आउँदै हुनुहुन्छ, बौद्धबाट, चाबेलबाट भने यो बाटोमा तपाईँ यहाँ आइपुग्नुहुन्छ। र अब हामी यहाँबाट सिधा अगाडि यसरी जान्छौँ। यो श्री ओख्रेनी माध्यमिक विद्यालय तपाईँले यहाँ देखिराख्नु भएको छ। यही विद्यालयलाई टक्क दायाँतिर पार्दै हामी जान्छौँ। आज ओख्रेनी झरनाको यात्रा हुँदैछ। अनि साँच्चै तपाईँलाई यो यात्राको भिडियो कस्तो लागिरहेको छ? विभिन्न झरनाहरू पुगेका छौँ। योभन्दा अगाडि तपाईँले हेलम्बुको तिम्बु झरनाको भिडियो हेर्नुभयो कि हेर्नु भएन? हेर्नु भएको हो भने कस्तो लाग्यो? हेर्नु भएको छैन भने यही च्यानलमा छ, गएर हेर्नु होला। त्यो तिम्बु झरना लगायत अरू थुप्रै झरनाहरूको भिडियो तपाईँले देख्न सक्नुहुन्छ। अनि एउटा मिठो सब्सक्राइब पनि गरिदिनु होला। यहाँ तपाईँले यो स्विमिङ पुल जस्तो देख्नुभयो। 1 2 3 4 5 6वटा छ। अब तपाईँलाई लाग्न सक्छ यो कुनै स्विमिङ पुल नै होला, तर यो स्विमिङ पुल होइन। यो के हो भने यो चाहिँ मेलम्ची खानेपानी भन्ने तपाईँले सुन्नुभएको होला। मेलम्चीबाट जुन पानी ल्याइएको छ त्यो चाहिँ काठमाडौँको यो सुन्दरी जलमा यहाँनिर चाहिँ सुरुङ मार्ग ठ्याक्कै निकालेर
हो यहाँ चाहिँ स्टोर गरेर अब यहाँबाट पाइपद्वारा वितरण गरिन्छ हो त्यही स्थान हो। यसलाई चाहिँ नि यो ठ्याक्कै महाङ्काल भन्छन्। र यतातिर अलिकति नजर घुमाएर हेर्ने हो भने तपाईले यो सुन्दरीजलको वन क्षेत्र देख्नुभयो। यही वन क्षेत्रको ठ्याक्कै बिचबाट बागमती नदी बगेको छ र आज हामी त्यही बागमती नदीको झरना हेर्न जाँदैछौँ। ल अब एकपटक फेरि म तपाईलाई यो मेलम्ची खानेपानी आयोजनाको काठमाडौँमा रहेको रिजर्भ ट्याङ्क क्षेत्र देखाउँछु है त। यही हो ल। यो जङ्गलको बीचबाट बगेको नदी नागमती हो। सायद यो बागमतीको बहिनी हुनुपर्छ। त्यसैले त यो बागमतीभन्दा सुन्दरतामा कति पनि कम छैन। सुन्दरीजल क्षेत्रबाट बहने यो नागमती थोरै तल पुगेर बागमतीमा समाहित हुन्छ र त्यस पछाडि आफ्नो नाम छोडेर बागमती नै भएर निरन्तर बहिरहन्छ। ठ्याक्कै 6.5 किलोमिटरको यात्रा गरियो अनि 27 भनेपछि लगभग 25 मिनट जतिको यात्रा गर्दाखेरि हामी आइपुग्यौँ सुन्दरी माई भएको स्थानमा। यहाँनिर एउटा गेट तपाईँले देख्न सक्नुहुन्छ, श्री सुन्दरी माई प्रवेशद्वार भनेर लेखिएको छ। हो अब यहाँबाट प्रवेश गर्छौँ, सुन्दरी माईको दर्शन गर्छौँ अनि त्यस पछाडि यात्रा अगाडि बढाउँछौँ है त। सुन्दरी माई मन्दिरमा सुन्दरी आमाको दर्शनको लागि हिँडिराखेका छौँ हामी। सुन्दरीजल क्षेत्रमा आइपुग्यौँ। यहाँ तल बागमती नदी बगिराखेको छ र जाने बाटो चाहिँ कस्तो छ भने यसरी रेलिङ लगाएर सिँढी बनाएर राम्रो बाटो छ अनि एउटा पुल पनि छ। पहिला चाहिँ यो खोलाबाटै तर्नु पर्थ्यो। यहाँ तल खोला बगिराखेको छ, त्यो खोलामै टेकेर जानु पर्थ्यो भने अहिले चाहिँ पुल बनेको छ, पुलबाट जान्छौँ। यो बागमती नदीमाथि बनेको पुल, यही पुलबाट अब हामी तरेर यहाँ तलपट्टि सुन्दरी माईको मन्दिर छ, त्यो मन्दिरमा जान्छौँ। र यो तल बगिरहेको नदी जुन तपाईँले देख्नुभयो, यो नदी चाहिँ बागमती नदी हो। यसरी जङ्गलको बिचबाट बगिराखेको छ। अब हामी ठ्याक्कै आइपुग्यौँ सुन्दरी माईको मन्दिरमा। यहाँ दर्शन गर्दै हुनुहुन्छ, हामी पनि दर्शन गर्छौँ सुन्दरी आमाको। यता भित्रपट्टि तपाईँले देख्न सक्नुहुन्छ यहाँ मन्दिर सुन्दरी आमा। ल सुन्दरी माईको जय श्री सुन्दरी माई। ल यहाँ तपाईँले सुन्दरी माईको दर्शन गर्नुभयो भने अब यहाँबाट तपाईँले देख्न सक्नुहुन्छ यो उर्लेर बगिरहेको बागमती नदी। यसरी चट्टानहरूको बिचबाट बागमती नदी बगिरहेको छ। यहाँ एउटा अझ गजबको कुरा के छ भने थोरै यहाँ तल गइसकेपछि बागमती र नागमती दुईवटा नदीको सङ्गम स्थल छ। हामी त्यहाँ पनि गएर हेर्छौँ है त। ल आउनुहोस्। यताबाट बगेर आएको एउटा नदी तपाईँले देख्नुभयो, त्यो नदी हो नागमती भने यो नदी चाहिँ बागमती हो। यो किन बागमती हो भने अब यतापट्टिबाट अर्को एउटा नदी बगेर आएको छ। म तपाईँलाई देखाउँछु अझै जुम गरेर। ल हेर्नुहोस्, यतापट्टिबाट एउटा नदी बगेर आएको छ, यो बागमती हो भने अर्को यतापट्टिबाट नदी बगेर आएको छ, यो नागमती। र यो दुईवटा नदीको सङ्गम स्थल हो यो। यहाँ अब नागमती आएर बागमतीमा मिसिन्छ र बागमतीमा मिसिसकेपछि यहाँबाट यसरी बागमती भएर बहन्छ। यो त्यही स्थान हो जहाँ बागमती र नागमतीको मिलन हुन्छ। दायाँपट्टिबाट बहँदै आएकी नागमती बायाँपट्टिबाट बहँदै आएकी बागमतीसँग यहीँ आएर मिल्छिन्। त्यस पछाडि बागमती भएर निरन्तर बगिरहन्छन्।
कति सुन्दर छ यो दृश्य, कति मनमोहक छ यो दृश्य। तर जति मनमोहक छ त्यति नै भयानक पनि। त्यसैले त यहाँ लेखिएको छ, खोलामा जान र नुहाउन मनाही छ। यो त्यसै भनिएको होइन। हेर्नुहोस् त कति भयावह छ यो स्थान, कति बेगले बहेको छ यो बागमती। र यस्ता ककाडहरू छन् जहाँ एकपटक मानिस फस्यो भने त्यहाँबाट उम्किन मुस्किल पर्छ। त्यसैले सुरक्षित हुनु आवश्यक छ। सुन्दरी माईको दर्शन गरेर त्यहाँको दृश्यको रसपान गरेर थोरै अगाडि आएपछि यहाँ यो ठाउँमा तपाईँले यतातिर जाने एउटा बाटो भेट्नुहुन्छ। यहाँ पक्नुहोस् है, बाइक जाने सम्भावना के कस्तो छ? बाइक जान्छ, अलि सावधानीपूर्वक लिएर जानुपर्छ। हो, यहाँबाट गइसकेपछि चाहिँ अर्को एउटा सुन्दर स्थानमा पुग्न सकिन्छ। यतापट्टि पस्नु होला यदि तपाईँ सुन्दरीजल घुम्न आउँदै हुनुहुन्छ भने। यतापट्टि गएपछि बागमती होइन, नागमती नदी पुगिन्छ। नागमती नदीको एकदमै सुन्दर रूप देख्न पाइन्छ यहाँ। तर जाने बाटो चाहिँ अलि विचार गरेर आउनुपर्ने रहेछ। ल यो हेर्नु न, ठाउँ नै यस्तो गजबको छ, अर्कै दुनियाँमा आए जस्तो अनुभूति हुन्छ। ल हेर्नुहोस् त कति गजब छ यो जङ्गली दृश्य। अनि नागमती नदीको सुन्दरता भनेर जुन ठाउँ मैले तपाईँलाई देखाउन ल्याएको त्यो ठाउँमा चाहिँ हामी आइपुग्यौँ। नजिकै छ, थोरै बाइक त्यहीँ राखेर हिँडेर आउँदा पनि हुन्छ। ल हेर्नुहोस् यहाँ कस्तो सुन्दर ठाउँ छ। अब यसको दृश्य एकछिन निहालौँ है त। अब यहाँ माथि पनि दुईवटा छुट्टिने बाटो आउँछ। एउटा दायाँतिर जाने बाटो अनि एउटा सिधै यताबाट जाने बाटो हो। यहाँबाट दायाँतिर गयौँ भने चाहिँ हामी मरिचुड अनि धाप ड्याम पुग्न सक्छौँ भने हामी यता दायाँ नगइकन सिधा यता जान्छौँ ओख्रेनी झरनाको लागि। ठ्याक्कै ओख्रेनी गाउँमै छ त्यो ओख्रेनी झरना र असाध्यै सुन्दर ठाउँ पनि हो। त्यो ठाउँ मात्रै होइन, त्यो ठाउँमा जाने बाटो हेर्नु न। अब तपाईँले यो अर्कै भूगोलमा आए जस्तो महसुस पक्का गर्नुहुन्छ। अहिले बर्खाको बेलामा बाटो अलिकति अप्ठ्यारो चाहिँ होला, तर जानै नसक्ने पनि त छैन होला। जाउँ बिस्तारै बिस्तारै घुम्दै डुल्दै। राम्रो पछि नराम्रो अनि नराम्रो पछि राम्रो, सायद यो नियति नै हो। अलिक कच्ची बाटो एकछिन हिँडेपछि फेरि यो ढलान गरे बाटोले केही राहत चाहिँ दिन्छ। र यहाँ अगाडि एउटा झरना छ। ल हेर्नुहोस्, यो पनि कम आकर्षक चाहिँ छैन है फेरि। ल सानै छ है, तर झरना चाहिँ हो है। राम्रो रहेछ यार, सानो भए पनि यो झरना। ल हेर्नुहोस्, त्यहाँ माथिबाट टुप्लुक्क झरेको यहाँसम्म आएको, गजब छ। ल अब यहाँबाट अगाडि बढौँ। एकछिन यो झरना पनि हेरिहालियो। र यहाँबाट पनि दुईवटा बाटो, सायद तपाईँले एउटा बाटो देख्नु भएन होला। यता बायाँतिर एउटा बाटो छ। यो बाटोले चाहिँ हामीलाई तारेभिर हुँदै बुढानीलकण्ठ पनि पुर्याउँछ। यहाँबाट यो बागमती नदीको पुल तरेर भने हामी चाहिँ सिधा यतापट्टिबाट जान्छौँ। अनि यो ठाउँ चाहिँ प्रकृतिको वरदान नै भन्नुपर्छ। यस्तो सुन्दर छ। यहाँ तल बागमती नदी बगिराखेको छ, यहाँ माथि बाटो छ। यो बागमतीको किनारै किनारा हामी पुग्छौँ, ओख्रेनी गाउँ पुग्छौँ। यस्तो सुन्दर बाटो हुँदै क्या। ल हेर्नुहोस् न, यो अर्थमा सुन्दर कि प्राकृतिक हिसाबले सुन्दर। अब यो ढुङ्गा छापेको भएर अलिकति अप्ठ्यारो बाइकको लागि त्यो त छ, तर यो सुन्दरताले यो अप्ठ्यारोलाई कता भुलाइदिन्छ।
बर्खाको बेला भइकन पनि त्यस्तो अप्ठ्यारो चाहिँ रहन्छ बाटो। यो लगभग सबै यसै गरी ढलान भइसकेको रहेछ। अब हामी ओख्रेनी गाउँ पुग्न लाग्यौँ। यो ओख्रेनी गाउँ पुग्नै लाग्दाखेरि यहाँको सुन्दरता यस्तो गजब छ के भन्ने। बर्खा भए पनि यहाँ आउनको लागि कुनै समस्या छैन है। मजाले पानी पर्दै पनि आउन सकिन्छ। ल अब ठ्याक्कै हामी गाउँ प्रवेश गऱ्यौँ। गाउँ प्रवेश गर्ने बित्तिकै यो मकैबारीले मिठो स्वागत गर्यो। यस्तो ठाउँमा बस्न पाउनु, यस्तो गाउँमा बस्न पाउनु पनि सौभाग्यकै कुरा हो। स्वच्छ हावापानी, सुन्दर ठाउँ, सुन्दर मन, यहाँको कुरै बेग्लै छ। यहाँको माहौलै बेग्लै छ। भनेको थिएँ नि, यहाँको माहौल नै बेग्लै छ। यो दुईतिरबाट सोरिएर आएर एकै ठाउँमा खोज बनाएर मिसिएको जङ्गल हेर्नुहोस्, अनि त्यो निलो आकाशमा सेतो बादल हेर्नुहोस्, र यो लहलहाइरहेको घाँस हेर्नुहोस्। यस्तो लाग्छ यो प्रकृतिको अनुपम उपहार हो, र यो उपहार पाउने म असाध्यै भाग्यमानी व्यक्ति हो। अब हामी यो ओख्रेनीको यसलाई चाहिँ चिलाउने गाउँ पनि भन्छन्, त्यो स्थानमा आइपुग्यौँ। यहाँनिर एउटा विद्यालय पनि छ, ईश्वरी आधारभूत विद्यालय। यो असाध्यै सुन्दर स्थान। अनि अब नजिकै छौँ हामी। ल अब यहाँ चाहिँ नि कलिङ्गमो छाँगो भनेर लेखिएर छ। यो कलिङ्गमो छाँगो चाहिँ हामी जान लागेको कलिङ्गमो छाँगो नै हो, अथवा पाङसाङ झरना। हामी चाहिँ पाङसाङ झरना जाँदैछौँ। यो छाँगो कता रहेछ यसलाई पनि हेरौँला। यो श्री ईश्वरी आधारभूत विद्यालय र यो ओख्रेनी गाउँ जुन अहिले तपाईँले देखिरहनु भएको छ। ल अब कलिङ्गमो छाँगो जाने हो भने चाहिँ यताबाट बाटो रहेछ यो छाँगो जाने 300 मिटर अगाडि। ल एकचोटि अब बाइक रोकेर हेरिदिउँ यो छाँगो पनि यहाँ आइपुगे बेलामा, होइन? एकछिन यतातिर बाइक रोकौँ, अनि त्यसपछि कलिङ्गमो छाँगो पनि पुगौँ। त्यस पछाडि जाउँला हामी पाङसाम झरना, है त। ल अब यहाँनिर चाहिँ यो कलिङ्गमो छाँगो 300 मिटर अगाडि भनेर लेखिएर छ है। हामी ठ्याक्क यहाँबाट ओह्रालो झऱ्यौँ। ओह्रालो झरिसकेपछि अब यहाँ बोर्ड नै राखेको छ, यता अगाडि बढ्दैछौँ। कलिङ्गमो छाँगो 300 मिटर, अब लगभग 5-7 मिनट, बढीमा 10 मिनट हिँडौँ। त्यो छाँगो पनि हेरौँ। बाटो यस्तो छ, ग्रामीण बाटो। पानी परिदियो भने थोरै चिप्लो चाहिँ हुने रहेछ, अलि ध्यान दिएर हिँड्नुपर्ने रहेछ। ल अब यो कलिङ्गमो छाँगो, त्यस पछाडि हामी जाने भनेको अर्को बागमती नदीको ओख्रेनी झरना, जसलाई पाङसाम झरना पनि भनिन्छ। पाङसाङमा चाहिँ म कन्फ्युज छु है, पाङसाम नै हो कि नाम अथवा अरू केही हो, त्यो चाहिँ त्यहीँ गएपछि थाहा हुन्छ। ल यहाँ चाहिँ बाटो यस्तो छ है। बाटो त बनाएर हिँड्नुपर्ने रहेछ नि त, खुर्लुम ओर्लिनु पर्ने रहेछ। ल हेर्नुहोस् है। ल अब त्यही मैले भने जस्तै 5-7 मिनट हिँडियो। त्यस पछाडि अब हामी आइपुग्यौँ यो कलिङ्गमो छाँगो। सावधान ढुङ्गा चिप्लो छ भनेर लेखिया छ। अब त्यो चिप्लो ढुङ्गामा त किन जानु पर्यो र? तर यहाँ देखिने त्यो छाँगो तपाईँले माथि देख्नुभयो कि देख्नु भएन? थोरै जुम गरेर देखाउँछु ल। ल हेर्नुहोस्, यो हो कलिङ्गमो छाँगो। माथिदेखि तलसम्मको दृश्य यो भयो। अनि यताबाट माथि जाने बाटो पनि छ। माथि पनि गएर हेरौँ न त एकचोटि, है त। ल जाउँ, आउनुहोस्। ल अलिकति उकालो उक्लिसकेपछि अब तपाईँले देख्नुभयो यो कलिङ्गमो छाँगो। हेर्नुहोस् है कस्तो गजबको छ यो कलिङ्गमो छाँगो।
अब हामी झरना नै हेर्न आएको मान्छे यो झन् बोनसको रूपमा पाइयो। यहाँ ढुङ्गो चिप्लो छ, म थोरै तल गएर अझै राम्रो देखाउने कोसिस गर्छु ल। यो कलेङ्गो छाँगा हो। कति सुन्दर छ यो छाँगा, कति कञ्चन छ, कति निश्चल छ। तपाईँ यदि ओख्रेनी क्षेत्र घुम्न आउँदै हुनुहुन्छ भने यो छाँगासम्म अवश्य पुग्नुहोला। तपाईलाई लाग्छ मैले स्वर्गीय आनन्द महसुस गरिरहेको छु। सायद यही भिडियोमा पनि त्यो महसुस गरिरहनु भएको होला। के महसुस गर्दै हुनुहुन्छ भन्नुहोस् है। हामी कलेङ्गो झरना हेरेर आयौँ। यस्तो सुन्दर झरना, यति राम्रो झरना अब झन् त्यो ओख्रेनी झरना, बागमती नदी आफै झरेको झरना कस्तो सुन्दर होला त्यो हेर्न बाँकी नै छ। नजिकै छ, भर्खरै 12 किलोमिटर हिँड्यौँ हामी अनि 1 घन्टा 45 मिनटको यात्रा गऱ्यौँ हामीले। घुम्दै डुल्दै यो सुन्दरता देखाउँदै देखाउँदै र यहाँनिर एउटा पौडी पोखरी छ। अब यहाँ थुप्रै मान्छेहरू पौडी खेलिराखे पनि तपाईँले देख्नुभयो है त। र यो पोखरीको सुन्दर दृश्य पनि अब तपाईँले देख्न सक्नुहुन्छ। ल हेर्दा सानो छ तर एकदम सफा सङ्लो अनि यो चाहिँ डुबाउने नै छ। यसलाई एकचोटि नजिकबाट हेरौँ है त। ल अब चाहिँ हामी ठ्याक्कै त्यो पोखरी जहाँ मान्छेहरू नुहाइरहेका थिए। तपाईँ पनि आएर नुहाउन सक्नुहुन्छ। हामीले अहिले नुहाएनौँ किनकि त्यहाँ अलि बढी भिड लाग्यो, त्यो कारणले गर्दा। अब यहीँबाट छिर्दा पनि हुन्छ तर अप्ठ्यारो छ। अप्ठ्यारो बाटो किन जानु, सजिलै थोरै अलिकति घुमेर यो सजिलो बाटो जाउँ न त। यहाँ माथि गएपछि पनि दुईवटा बाटो आउँछ, एउटा दायाँ लाग्ने एउटा बायाँ लाग्ने। हामी बायाँतिर लाग्छौँ। दायाँतिर लागियो भने चाहिँ हामी पुग्छौँ बागद्वार, जुन बागमती नदीको उद्गम स्थल हो, बागमती नदी उत्पत्ति भएको स्थान हो भने अब हामी यही हो दुईवटा ठाउँ। यहाँबाट यो आई लभ ओख्रेनी लेखेको ठाउँ छ, यो बायाँतिर जान्छौँ। ल आई लभ ओख्रेनी लेखेर छ। ओख्रेनीले पनि आई लभ यु टु भन्दैछ हामीलाई। यहाँ एउटा कस्तो राम्रो सानो चिटिक्क परे गुम्बा अनि यहाँबाट त्यो पारी अघि न हामी कलेङ्गो झर्ना जाँदाखेरि देखिएको गाउँ, त्यो ईश्वरी आधारभूत विद्यालय त्यो परको डिलमा छ। यहाँबाट बाटो हिलो हिलो होला जस्तो लाग्छ मलाई, तर हिलोले हामीलाई केही पनि गर्न सक्दैन किनकि आज मौसम खुल्या छ। पानी पर्दिएन भने हामी हिलो छिचोलेर जान्छौँ झरनासम्म। अब लगभग 5-7 मिनट अथवा भनौँ 10 मिनटको बाइक, त्यस पछाडि 15 मिनटको हिँडाइ पछि हामी पुग्छौँ ओख्रेनी झरना, पाङसाम झरना। कस्तो लागिरहेछ तपाईँलाई भिडियो? राम्रो लागिराखेको छ अथवा के छ कमेन्ट गर्नुहोस् ल। ओख्रेनी गाउँमै छौँ अझै पनि हामी। यो अगाडिको वन देख्नुभयो, यो शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज हो। यो ठुलो क्षेत्रमा फैलिया राष्ट्रिय निकुञ्ज हो र हामी हेर्न जाने पाङसाम झरना अथवा ओख्रेनी झरना यही वनमा हो, सिधा अगाडि। अब लगभग बाइकको यात्रा सकिन लाग्यो। बाइकलाई हामी बिसाउँछौँ। यहाँ लेखिएर छ ल, पाङसाम झरना 1.5 किलोमिटर अगाडि हाम्रो पाङसाम झरना। ल हामी सबैको है पाङसाम झरना, तपाईँ पनि घुम्न आउनु होला। यो हाम्रो भिडियो हेर्दै हेर्दै असाध्यै सजिलो हुन्छ तपाईँलाई यो भिडियो हेरेर आउनुभयो भने। र यो गाउँको खेती हेर्नुहोस्, यो मकैबारी कस्तो गजबको छ, तलपट्टि गाउँ छ र थोरै समय बाइक यात्रा
अनि त्यस पछाडि 1 किलोमिटर चाहिँ हामी हिँड्नुपर्छ। त्यो भनेको बाटो गोरेटो बाटो अनि थोरै उकाली ओह्राली भएको हिसाबले 15 मिनट लाग्ने हो, नत्र 1 किलोमिटर बाटो भनेको 10 मिनटमा हिँडिसकिन्छ नर्मल्ली। ल अब हामी बाइक जान सक्ने अन्तिम बिन्दुमा आइपुग्यौँ भन्दा पनि भयो। थोरै उहाँ पर अगाडि एउटा चौर जस्तो स्थान छ। चौर जस्तो के भन्ने, चौर नै छ भनौँ न, सान्तिनो चौर छ। त्यही चौरमा बाइक राख्ने अनि त्यस पछाडि लेफ्ट राइट गर्दै हिँड्ने। ल बाइक राख्ने ठाउँ चाहिँ यही नै हो। यो बाइक राख्ने ठाउँसम्म आइपुग्दाखेरि हामी कति किलोमिटर आयौँ त भन्दा सातघट्टे चोकबाट ठ्याक्कै 14.5 किलोमिटर हामी आइपुग्यौँ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ 14.5 किलोमिटर र 2 बज्यो। हामी भिडियो खिच्दै आउँदाखेरि 2 घन्टा लगायौँ हामीले। 12 बजेर 1 थियो, 2 बजेर 1 मिनट, किनभने तल कलिङ्गमो झरना गयौँ। त्यस पछाडि सुन्दरीजलका विभिन्न दृश्यहरू देखाउँदै आउँदा हामी आइपुग्यौँ यति बेला। अब यहाँबाट 1 किलोमिटर हिँड्नुपर्छ 15 मिनट। ल अब हिँड्ने यात्रा सुरु गरौँ है त। र सुन्दरीजलबाटै आउनुभयो भने चाहिँ जम्मा सुन्दरीजलदेखि यहाँसम्म 10-11 किलोमिटर मात्रै हो। कति नजिक ठाउँमा छ हेर्नुहोस् त। ल पक्का आउनुपर्छ है त घुम्न। अब हामी ठ्याक्कै यहाँ आएर बाइक राख्यौँ। 2 जना दाजुभाइ छौँ। यो मेरो दाइ हो। यो दाइको नाम चाहिँ प्रकाश काजी हो। ल दाइ ठिक छ नि होइन? एकदम ठिक छ। ल अब हामी यहाँबाट हाम्रो पैदल यात्रा सुरु गर्छौँ। यहाँनिर लेखिया छ, तपाईँलाई म देखाउँछु। ल हेर्नुहोस् है, यहाँ देख्नुभयो होला तपाईँले, पाङसाम झरना 700 मिटर यतातिर। ल यहाँ अर्को हाम्रो लभ पाङसाम झरना लेखिया छ, ओख्रेनी पाङसाम झरना। अब यहाँबाट मैले भने जस्तै 15 मिनट हिँड्छौँ हामी। 15 मिनट हिँड्ने बित्तिकै त्यो बागमती नदीको यो झरना देख्छौँ हामीले आजको यात्रामा। बाटो अब यस्तै हो। अलि अगाडि गएपछि जङ्गल पनि हिँड्नुपर्छ थोरै, किन मैले अघि तपाईँलाई भनेको थिएँ झरना छ जङ्गलको बिचमा। बाटोमा हिँड्दै आउँदाखेरि तपाईँलाई थकाइ लाग्यो भने टुसुक्क बस्नको लागि यहाँ यस्तो राम्रो चौर पनि छ। अनि यतापट्टि तपाईँ यहाँ बसेर केही खानेकुरा खानुभयो भने फोहोर राख्नुको लागि डस्टबिन छ। यहाँ एकै ठाउँमा फोहोर सङ्कलन त गरिएर छ, तर यो 2वटा डस्टबिन हुँदै पनि फोहोर त्यहाँ देख्दा चाहिँ अलि नराम्रो लाग्ने रहेछ। यस्तो स्थानमा, यस्तो सुन्दर स्थानमा फोहोर देख्दाखेरि। ल अब हिँडेर जाने बाटो चाहिँ यतापट्टिबाट। एकछिन उकालो उक्लिनु पर्नाले गर्दाखेरि स्वास्वा भइयो, जुन मेरो आवाजमा पनि तपाईँले महसुस गर्नुभएको होला। र यो स्वास्वासँगै अब हामी आइपुग्यौँ ओख्रेनी झरना अर्थात् पाङसाम झरना। ल हेर्नुहोस्, यो हो बागमती नदीको झरना। यो नै हो बागमती नदी। ल यो बर्खाको बेलामा बागमती नदी यस्तो गजब भएर झरना बनेर झरिराखेको छ यो स्थानमा। यहाँबाट थोरै माथिपट्टि यही बागमती नदीको उद्गम स्थल बागद्वार पनि छ। यहाँ अब साथीहरू यसरी नुहाएर मजा लिँदै हुनुहुन्छ यस्तो गजबको स्थानमा। कस्तो लाग्यो तपाईँलाई झरना? मन पर्यो? ल मन पर्यो हो भने एउटा मिठो सब्सक्राइब गरिदिनु होला है। यतापट्टि एकजना साथी डुब्दै हुनुहुन्छ, पानीको मजा लिँदै हुनुहुन्छ, यो झरनाको मजा लिँदै हुनुहुन्छ। तपाईँले पनि यो मजा लिन सक्नुहुन्छ यो भिडियो हेरेर पनि, र काठमाडौँमै भएको हिसाबले नजिकै छ यहीँ आएर पनि। बागमती यी केवल बहँदैनन् मात्र, यी त झर्छिन् पनि झरना बनेर। जति सुन्दर त्यति नै शीतल पनि, टाढाबाट हेर्दा सुन्दर।
अनि नजिकै गएर भिज्दा शीतल। काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा अवस्थित ओख्रेनी भन्ने ठाउँमा रहेको ओख्रेनी झरना, स्थानीय भाषामा पाङसाम झरना। मात्र 2 घन्टाको यात्रामा पुगिने यो झरना एकपटक तपाईँ पनि अवश्य आउनुहोला। अनि हाम्रो यो भिडियो कस्तो लाग्यो एउटा कमेन्ट, मिठो सब्सक्राइब, लाइक र सेयर गर्न नबिर्सिनुहोला। अर्को भिडियोमा भेट हुने नै छ। त्यतिन्जेलसम्म स्वस्थ रहनुहोस्, खुसी रहनुहोस् अनि खुसी अरूलाई पनि बाँड्दै गर्नुहोस्। शुभ दिन, शुभ समय।